सो हे गाइज यहाँ हेर्न सक्नुहुन्छ होइन, यो चाहिँ एउटा साइट हो, वेबसाइट हो जहाँ चाहिँ तपाईँहरू फ्रीमा होइन एआई टुल्सहरू युज गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ अहिले जुन चाहिँ ट्रेन्डमा चलिरहेछ एआई टुल्सहरू, त्यहाँ चाहिँ यहाँबाट चाहिँ तपाईँहरू फुल डिटेलमा हेर्न सक्नुहुन्छ र त्यसलाई चाहिँ कुन क्याटेगोरीको कुन एआई टुल्स हो भनेर तपाईँहरू सजिलैसँग हेर्न सक्नुहुन्छ। जुन चाहिँ म तपाईँहरू बिचमा एउटा इक्जाम्पल लिएर आइसकेको छु होइन, त तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ थम्बनेलको लागि यति रहेछ होइन, ट्रेन्डमा चलिरहेको होइन साइटहरू चाहिँ यति रहेको छ र यसलाई युज गरेर तपाईँहरू डेली आफ्नो डेली लाइफमा युज गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ मोर एआई टुल्स यहाँ 4000 भन्दा पनि बढिरहेको छ। र यहाँ चाहिँ ट्रेन्डमा कुन चलिरहेछ थम्बनेलको लागि यहाँ हेर्न सक्नुहुन्छ होइन। तपाईँ अल क्याटेगोरिजको एआई टुल्स तपाईँहरू यहीँ एउटै ठाउँबाट एउटा वेबसाइटकोबाट तपाईँहरू ट्रेन्डिङमा चलिरहेको एआई टुल्सहरूलाई तपाईँ सजिलैसँग यहाँबाट युज गर्न सक्नुहुन्छ होइन। जुन चाहिँ यहाँबाट फ्रीमा पनि रहेको छ र प्रिमियम र पेडमा पनि रहेको छ। तपाईँहरूलाई आफ्नो इच्छा होइन, जुन पनि यहाँ युज गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ ट्रायल पनि छ, जुन चाहिँ फ्रीमा तपाईँहरू 1 हप्ताको लागि ट्रायलमा फ्रीमा युज गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, मैले स्क्रोल गरिरहेको छु होइन, टेक्स्ट टु स्पिच भन्ने यहाँ चाहिँ पुरै एआई टुल्सहरू छ होइन, 86 वटा प्लस अझै छैन। र यहाँ चाहिँ अर्को चाहिँ एजुकेसन र स्टडिजको लागि छ हामीसँग होइन, यहाँ चाहिँ एआई टुल्स। र यहाँ चाहिँ सेपरेटली नि होइन क्याटेगोराइज गरेर हामीलाई यहाँ एआई टुल्सहरू दिइरहेछ होइन। र हामी चाहिँ एउटै ठाउँबाट हामी थुप्रै खालको होइन 4000 भन्दा पनि 40,000 भन्दा पनि बढी हामीले टुल्स युज गर्न सक्नुहुन्छ। र कमर्सको लागि पनि छ, जुन चाहिँ तपाईँहरूलाई थाहा नै छैन, कुनै लकहरू क्र्याक गर्न भने युज गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ अर्को रहेछ एआई डिटेक्सन होइन, जुन चाहिँ रहेछ होइन। र यहाँ चाहिँ अर्को पनि होम रिसोर्सेस, जहाँ चाहिँ धेरै राम्रोसँग यहाँ हेर्न सक्नुहुन्छ होइन, कोपाइलट अनलाइनहरू होइन, एआई टुल्सहरू यहाँ हेर्न सक्नुहुन्छ त्यसको भित्र। र यहाँ चाहिँ थुप्रै छ होइन, जुन चाहिँ यहाँ अनकाउन्टेबल छ होइन गाइज। र तपाईँहरू यहाँबाट तपाईँहरूले आफूले चाहिएको क्याटेगोरिजको होइन तपाईँहरू आफैले सिलेक्ट गरेर कुन चाहिँ बेटर छ, कुन चाहिँ ट्रेन्डमा चलिरहेछ। यहाँ चाहिँ ट्रेन्ड पनि देखाइरहेछ होइन, जस्तै कि यो लाइफ एसिस्टेन्टको लागि माइक्रोसफ्ट कोपाइलट देखाइरहेछ होइन, त्यो चाहिँ अहिले वर्ल्डभरिमा होइन टप पोजिसनमा रहेको छ, त्यसरी देखाउँछ। र तपाईँहरू पनि यहीँबाट युज गर्न सक्नुहुन्छ आफ्नो डेली लाइफमा र आफ्नो वर्कलाई अगाडि बढाउन सक्नुहुन्छ। र यहाँ चाहिँ हेजेन एआई भिडियो एडिटिङको लागि छ होइन। र यहाँ भिडियो जेनेरेटरको लागि छ। र यहाँबाट तपाईँहरू यहाँबाट चाहिँ तपाईँहरू ल्यापटप प्लस मोबाइलको लागि पनि छ। मैले चाहिँ यहाँ चाहिँ मेरो लागि भिडियोको लागि मैले स्क्रिनसट गरेँ होइन, मेरो आफ्नो पर्सनल युजको लागि। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ एउटा पोर्टको होइन अडियो एडिटिङको लागि छ, जुन चाहिँ तपाईँहरू सजिलैसँग आफ्नो मोबाइल एन्ड्रोइड आइओएस वा ल्यापटप भयो नि जुनमा पनि युज गर्न सक्नुहुन्छ सजिलैसँग। र यहाँ चाहिँ तपाईँहरू र यो साइटको नाम चाहिँ म यहाँ माथि देखिराख्नु भएको छैन, एआई एक्सप्लोरिया भनेको छैन, त्यो चाहिँ साइटमा जानु होला र तपाईँहरू सजिलैसँग यो साइटमा गएर त्यसलाई सबै एआई टुल्सहरूलाई युज गर्न सक्नुहुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ होइन, यहाँ चाहिँ थुप्रै एआई छ। र यहाँ चाहिँ 3 डटमा क्लिक गरेर हेर्न सक्नुहुन्छ भने यहाँ चाहिँ फुल लिस्ट छ र एआई क्याटेगोरी छैन, जुन चाहिँ कुन चाहिँ क्याटेगोरी चाहिँ तपाईँलाई चाहिन्छ त्यो चाहिँ हेर्न सक्नुहुन्छ। सो मैले यहाँ थम्बनेल क्रिएटरको यहाँ सब डिफ्रेन्ट होइन, तपाईँलाई जुन क्याटेगोरिजमा चाहिन्छ त्यो क्याटेगोरिजमा तपाईँहरू सजिलैसँग हेर्न सक्नुहुन्छ। र वेबसाइटको नाममा हेर्न सक्नुहुन्छ, तपाईँहरू गएर आफ्नो गुगल या क्रोममा गएर सर्च गर्न सक्नुहुन्छ यो एआई टुल्सको बारेमा। र त्यहीँबाट तपाईँ सजिलैसँग युज गर्न सक्नुहुन्छ। इफ तपाईँहरूलाई मेरो भिडियो राम्रो लागेमा च्यानललाई सब्सक्राइब, सपोर्ट र सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। फेरि भेटौँला अर्को भिडियोमा।